नेपालीहरूको महान चाड बडा दशैं 2082 सन् 2025 को पावन अवसरमा संसारभर यो पृथ्वीभरि छरिएर रहेको समस्त नेपालीहरू र नेपालीहरूको संगत गर्ने गैर नेपालीहरू सबैमा सुस्वास्थ्य, दीर्घायु, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहन्छु। किवाङ राई, हाल युनाइटेड स्टेट अफ अमेरिका। दशैं, बडा दशैं आदिम कालदेखिको सुसभ्य सुसंस्कृत किराँतहरूको सभ्यता संस्कृतिको निरन्तरता हो भनेर मैले ठानेको छु। दशैं मान्ने, दशैं नमान्ने अर्थात् बहिष्कार गर्ने दुई थरी हामी किराँतहरू परेका छौं आजको समयमा। आउनुहोस् आजको यो शुभकामना सन्देशसँगै मेरो तर्फबाट दशैं के हो र यसको वारपार गरौं। वस्तुत दशैं के हो त? दशैं समग्रमा दशैं के हो भन्दाखेरि यो जीवित पिता माता पुर्खा अर्थात् बाजे बजू, जिजु बुवा, जिजु बाजे, बोजू, अग्रजहरू अर्थात् बडाबडी, काका काकी, मामा माइजू, ससुराली, दाजु भाउजू लगायतका अग्रजहरूलाई सम्मान गर्ने, उहाँहरूको उपस्थिति उनीहरूको सामु उपस्थित भएर सम्मान गर्ने र उहाँहरूबाट आशीर्वादको स्वरूप चाहिँ टीका ग्रहण गर्ने कार्य चाहिँ दशैं हो। प्लस यो शक्ति स्वरूपा देवीको पूजा आराधना गर्ने एउटा चाहिँ परम्परा हो। तेस्रो, बाली नाली भित्राएपछि केही खुकुलो समयमा पारिवारिक एकता का साथ आराम गर्ने र वर्षभरिको बर्खायाम भरिको दुःख कष्ट थकान मारेर एउटा केही पल केही दिन सुखका साथ भोज भतेर गरेर मनाउने पारिवारिक एकताको अवसर हो दशैं। आजको परिवर्तित विश्वव्यापी छरिएर रहेको देश प्रदेशमा छरिएर रहेको परिवारजनहरूको लागि विशेष गरेर एकताको माहौल हो, एकताको सुअवसर हो दशैं। यस क्रममा दशैं वस्तुत के हो त भन्नेपछि दशैंको समग्रमा दशैं मान्नुको सैद्धान्तिक आधारहरू के हुन्छन् त भन्ने कुरातर्फ हेरौं। यो एउटा असत्य माथिको सत्यको विजय भन्ने दर्शनमा आधारित छ। म समेत सबै किराँतीहरू आफ्नो उत्पत्ति कालदेखि नै सत्यको पक्षमा रही आएको र रहिरहनेछन्। सत्यको लागि प्राण आहुति दिएका धेरै उदाहरणहरू किराँतीहरूको कथामा पाइन्छ। यस अर्थमा दशैं किराँतीहरूको संस्कारमा संस्कृतिमा आधारित चाड हो। दोस्रो सैद्धान्तिक आधार, राक्षसहरूमाथि शक्ति स्वरूपा देवीको जित को रूपमा यो दशैं मानिन्छ। यस मानेमा किराँतीहरू सदा देव देवीको अर्थात् आफ्नो माङको पूजा गर्ने गर्छन्। राक्षसहरू भन्नाले दुष्ट आत्मा, पिशाच आत्मा, देशान मसान भूत प्रेत आदि भनौं अब बोक्सी डङ्किनी आत्मा
यो युगमा बोक्सी डङ्किनी हुन्छ भने भन्नु होला, तर छ। यस्ता आत्मा, दुःख दिने आत्माहरू किचकन्नी आदिमाथि विजय पाउनलाई माग, कुलको पूजा, धामी, झाँक्री फेदाङमा राखे मनसाउने र विजय हासिल गर्ने परिपाटी किराँत सोसाइटीमा छ र अन्य नेपालीहरूमा पनि छ। भनेपछि राक्षस प्रवृत्तिमाथिको विजय, मागको शक्तिको विजय हो दशैं। वास्तवमा दशैंको कथा किराँतीहरूको जीवन पद्धतिसँग आधारित दशैं हो भन्नुमा अत्युक्ति नहोला। दशैं बहिष्कारवादीहरूले बीचमा नोट गरौं, अरू पनि म तल आउँछु। दशैं बहिष्कारवादीहरूले आफूहरू राक्षसका सन्तान हुन् र आफ्ना पुर्खा रावणलाई रामले शुम्भ निशुम्भ महिषासुर जस्ता दैत्यहरूलाई, राक्षसहरूलाई शक्तिका स्वरूप देवीले मारेको हुनाले दशैं बहिष्कार गरौं भनेर भन्ने गरेका छन्। यो कदापि सत्य होइन। किराँतीहरू राक्षसका सन्तान होइनन्। मेरो विश्वासमा हामी पारूहाङ र सुम्निमाका सन्तान हौं। सृष्टिकर्ता पारूहाङ र सुम्निमाका संस्था हो। म भनिरहेको छु, दशैं शक्तिकी देवीका 9 रूप 9 दिन पूजा आराधना गरेर शक्ति, शौर्य र समृद्धि माग्ने प्रचलन पनि हो दशैं। यस सन्दर्भमा आफ्नो माग, शक्तिकै स्वरूप विभिन्न सीमे भूमे अवतारीहरू शक्तिको केन्द्रहरू हुन् र काठमाडौँ उपत्यकामा रहेका 9 थान नवदुर्गा भगवतीका मन्दिरहरू, उहाँको अवधारणाहरू कुनै कालीन शक्ति स्वरूपा अवतारी नारीको चाहिँ प्रतिरूप हुन्। यो जुन कुरा चाहिँ हिन्दू आर्यनहरूको आगमन भन्दा अगाडिदेखि अवस्थित रहेको छ। चौथो, अघि नै माथि नै भनिहालेको छु मैले, समग्रमा दशैंमा त्यही कुरा म दोहोऱ्याउन चाहन्छु। किराँतीहरू पितृपूजक र प्रकृति पूजक हुन्। परलोक भइसकेका पितृहरू माग भएर सुप्तुङमा बास बस्छन् र उहाँहरूलाई किराँतीहरूले दोङ वाङा अर्थात् उभौली र दोङदावा अर्थात् उधौलीमा पूजा आजना गरेर पितृ तर्पण दिएर पितृ मान्छौं भने दशैं चाहिँ जिउँदा पिता माता, मामा माइजू, बडा बडी, काका काकी, सासू ससुरा, दाजु भाउजूको जसको बुवा आमा हुनुहुन्न, उहाँहरूले आफ्नो दाजु भाउजूको हातबाट उहाँहरूको सम्मानमा उपस्थित भएर उहाँहरूको हातबाट टीका आशीर्वाद स्वरूप चाहिँ के अरे दशैं ग्रहण गर्ने समग्रमा यो दशैं चाड हो। यसबाट नातागोता, पारिवारिक एकता, भेटघाट हुने भो। केही दिन हैन, मिठो खाने, राम्रो लाउने र रिफ्रेशमेन्ट हुन्छ। पारिवारिक एकता, भावनात्मक रूपले एकता बढ्छ। त्यही हो समग्रमा दशैं। यस अर्थमा यी हरेक आधार र सैद्धान्तिक आधारहरू र प्रचलनबाट यो चीज चाहिँ सुसभ्य किराँतीहरूको जीवन पद्धतिमा आधारित जीवन संस्कार हो। त्यही नै दशैं हो भन्ने मेरो मान्यता छ। आजको युगमा आइपुग्दा पेशा व्यवसायले, जागिर, वैदेशिक रोजगार आदि इत्यादिले गर्दाखेरि पनि दशैंको महत्व अझै बढी आएको छ। सरकारी छुट्टीको समयमा पारिवारिक एकता भएर
मनाउने, खुसी मनाउने पारिवारिक खुसी हो दसैँ। मेरा स्वर्गीय बाजे गजमान राई जङ्गबहादुर राणाको पालाको मान्छे हुनुहुन्छ। उहाँले आफ्नो जीवितकाल 2036 सालसम्म हुँदाखेरि कहिले पनि दसैँ लादिएको चाड हो भनेर सुनाउनु भएन। मेरो बाल्यकालदेखि लिएर म 18-19 वर्षको उमेरसम्म म बाजेको साथमा बसेको छु भनेपछि दसैँ जुन रूपले लादिएको चाड भनिएको छ त्यसमा सत्यता नभएको कुरा गर्दछु। त आखिर के हो त, र यो जीवन पद्धतिसँग, किराँतीहरूको जीवन पद्धतिसँग कसरी यो चाहिँ के अरे इन्टाई अप सम्बन्धित छ भन्ने कुरामा म भन्न चाहन्छु। यो पृथ्वीको निर्माण पापा पारुहाङ र मामा सुम्निमाले निर्माण गरेको हो। निर्माण गरेपछि 9 सन्तानको जन्म दिएको छन्। 1 मान्छे, हामी किराँती, 2 बाघ, 3 भालु, 4 एउटा समथिङ चरा लगायत 9 वटा सन्तान दिएका छन्। कालान्तरमा तिनै मान्छेको सन्तानहरूमध्ये हेच्छाकुवा जो पारुहाङ र मामा सुम्निमाको सन्तानले को पालादेखि किराँतहरूको आधुनिक युग, आधुनिक सभ्यता प्रवेश गरेको हुन्छ। हेच्छाकुवाले कृषिको सुरुवात गरेको हुन्छ, पारिवारिक जीवन बिताएको हुन्छ भने उहाँका दिदीहरू, हाम्रा पुर्खा तावामा र खिवामाले तान बुनेको यो कथाबाट किराँतहरूको नवयुग सुसभ्य सभ्यता सुरु भएको देखिन्छ। यो किराँतहरूको विश्वास, मिथक र विश्वासमा आधारित छ। सानैमा नाबालक हुँदा हेच्छाकुवा, जसलाई चामलिङ राईहरूले रैछाकुले र भोजपुरको उभोखोलेहरूले हेच्छाकुप्पा पनि भन्ने गर्छन्, हामी भोजपुर दक्षिणी भेगका बान्तवा राईहरूले हेच्छाकुवा भन्छौँ। हेच्छाकुवा सानै नाबालक हुँदाखेरि बुवा आमा गुमाउनु पर्यो। बुवा आमा गुमाएपछि दिदीहरू तावामा खिवामा भाव विहोल भए, तर पनि नाबालक भाइ भएको कारणले भाइको हेरचाह गर्नुपर्ने अवस्था रहिरह्यो। उहाँहरूले आफ्नो जिन्दगी त्यसरी नै काटिरहेको बेला हेच्छाकुवालाई एक दिन ज्वरो आएर बेहोस भएको अवस्था भयो। त्यो कुरा देखिसकेपछि तावामा र खिवामा दिदीहरूले भाइ त बितेको, मरेको चाहिँ के भन्ने ठान्छन् र आफ्नो भाइ मरिसकेपछि उनीहरूको आत्मा त्यहाँ बस्न सक्दैन। विह्वल भएपछि केराको पातले भाइको, बेहोस भएको भाइ मरेको लास पनि छोपेर उनीहरू त्यहाँबाट हिँड्छन्। पर डाँडाबाट दिदी र बहिनी छुट्छन्। एउटा दिदी उत्तरतर्फ, एउटा तराईतिर जान्छन्। वार्षिक रूपले आफ्नो जन्मघर माइती घर आएर भेट्ने उनीहरूको सल्लाह हुन्छ। समय बित्दै गयो। केही दिन पछि पितृ पुर्खाको अपार शक्तिको कारणले बेहोस भएको हेच्छाकुवाको होस आउँछ, उसको ज्वरो निको हुन्छ। उसले दिदी बहिनीहरूलाई खोज्छ, कतै पाउँदैन। उसलाई भोग लाग्छ, असाध्य भोग लाग्छ। भोग मेटाउनलाई उसले जङ्गल चाहर्छ। घर नजिकका जङ्गलहरूमा जाँदा केराको बगान भेट्छ, त्यहाँ केरा पाकिरहेको हुन्छ। उसले केरा टिपेर खाँदै आफ्नो जीवन गुजारा गर्न थाल्छ र सर्वप्रथम उसले केरालाई आफ्नो घर नजिक ल्याएर बारीमा रोप्छ। अनि नाक्सी भन्छ बान्तवाडा, नाक्सी खाना नाक्सी त पोयाङ हे फाचफाचुन मुना, त पोयाङ हे फाचफाचुन मुना। त्यसपछि केराको बोट छिटै बढ्यो, हलक्क बढ्यो। त्यसपछि तसियाङ हे फाचफाचुन मुना, तसियाङ हे फाचफाचुन मुना भन्दै उसले पुकार गरिरह्यो। केरा फल्न थाल्यो अनि खान थाल्यो।
कालान्तरमा यसरी नै हुर्किँदै गयो हेच्छाकुवा। अनि उसले शिकार खेल्न थाल्यो। शिकार खेल्ने क्रममा एक दिन गुलेलीले ढुकुरको शिकार गर्यो। ढुकुरको शिकार गर्ने क्रममा उसले ढुकुरको गाडमा अनाज अन्नपात देख्यो। ओहो, यो ढुकुरले, यो चराले खान हुने, मैले नि खान मिल्छ होला भन्ने उसले थाहा पाएपछि यसलाई त म केरा पाले जस्तै यो बिरुवाहरू चाहिँ यो अन्नपातमा रोप्छु भनेपछि उसले अन्नपातको खेती सुरु गरेर यसरी आधुनिक कृषि युगमा किराँतहरू प्रवेश गर्ने किराँतहरूको विश्वास त परम्परा छ। उनले पछि बिहा गर्छन् एउटा किराँतीमा। कसैले नाग राजाका छोरी बिहा गरेको भन्ने कुरा छ। त्यसपछि उसका सन्तानहरू हुन्छन्। उसले गरेको कृषिका अनाज उत्पादन भइसकेपछि आफूले देख्न नपाएको पिता मातालाई भगवान मानी, आफ्नो सृष्टिकर्ता मानी उसले चाहिँ त्यो फलफुल चढाएर त्यो धानको चामल अक्षता काया चाइङ भन्छ, त्यसलाई पानीले भिजाएर अदुवालाई ताछेर त्यसलाई समिश्रण गरेर मुक्कुमसिरी बनाएर चाहिँ तपाईको पितृहरूलाई के अरे चढाउँछ र आफूले त्यो पितृलाई चढाएको मुक्कुमसिरी अक्षता चामल र भिजाएको चामलको टीका ग्रहण गर्छन्। यसलाई चाहिँ के अरे आफ्नो छोराछोरीलाई पनि लगाइदिन्छ र नयाँ बालीको भोजन गरेर भोजको रूपमा यसलाई खुसी मनाउने, आराम गराउने काम गर्छ। त्यही बेला चरा भएर उडेको दिदीहरू तावामा र खिवामाले आफ्ना भाइको सम्झना आउँछ। धेरै वर्ष बितिसकेका हुन्छ। उनीहरू चरा भएर आफ्नो माइती घर जन्म घरमा आएर हेर्दा त अचम्मसँगले यो हेच्छाकुवा बढेको, बिहा गरेर छोराछोरी पाएको, खेतीपाती गरेर खेतीपाती अन्न पुर्खालाई चढाएको, त्यसको अक्षताको टीका ग्रहण गर्दै गरेको देखेपछि उनीहरू खुसी भए। एउटा दैवीय शक्ति, माङ शक्ति, मुद्दुम शक्ति भएको हेच्छाकुवाले आफ्ना दिदीहरूलाई चिनिहाल्छ चरा रूपी। अनि उसले पुकार गरेपछि मानव रूपमा तावामा र खिवामा आउँछन्। उनीहरूलाई पनि टीका लगाइदिन्छन् र मिठो भोजन गराउँछन्। भोज भनौँ, दसैँको भोज भन्छन्। यही परम्परा क्रमिक वार्षिक रूपले चल्दै गयो। खेतीपाती अनाज उठाइसकेको अवस्थामा त्यो नयाँ खेतीपातीकोबाट उत्पादित अन्नको भोज खानाको रूपमा मान्ने चलनबाट चल्दै जाँदा यो दसैँको के अरे रूप विकसित भएको भन्ने किराँती जनविश्वास छ। अब यसरी यो परम्परा हुँदै जाँदा अब यो दसैँ चाहिँ हिन्दूहरूको हो, बहिष्कार गरौँ भनेर 2047 सालमा आइपुग्यो। यो बडा अप्रिय कुरा छ। यसलाई चिरफार गर्नै पर्छ। आउनुहोस् यसलाई धारावाहिक रूपले मेरो करिब 30 वर्षको अध्ययनमा देखिएका केही कुराहरू म यहाँहरूलाई राख्न चाहन्छु। मैले भनिसके दसैँ किराँतीहरूको आदिम कालदेखिको सुसंस्कृत सभ्यता जीवन पद्धतिको स्वरूप हो। मैले कथा दसैँको उत्पत्तिको कुरा गरिसकेँ। अब दसैँ कसरी हिन्दूहरूको बन्न पुग्यो भन्दाखेरि यो दक्षिण एसियामा, खास गरी हिमवत खण्ड, नेपाल लगायत हालको भारतको उत्तराखण्ड हिमवत खण्डमा आर्यनहरूको आगमन भन्दा अगाडि किराँतीहरूको सभ्यता, किराँतीहरूको बसोबास, किराँतीहरूको शासन पद्धति थियो। सुसंस्कृत सुसभ्य किराँतीहरूको शासन थियो। यसमा दुई मत छैन। मुस्लिम साम्राज्य
साम्राज्यवादीहरूबाट लखेटिएर अर्थात् आफ्नो जीवन संरक्षणको लागि यो हिमवत खण्ड आइपुगेका, कोही पशुपालनको क्रममा उत्तरी तर्फबाट यो भूमिमा आइपुगेका आर्यनहरू भने जुन चिन्छौँ, न्यू कमर नवआगन्तुकहरूले यही भूमिमा आएर आफ्नो सभ्यता र आफ्नो धर्मको निर्माण गरेका छन्। मोहनजोदाडो र हरप्पा सभ्यता आर्यनहरूको सभ्यता भनिएकोमा हालै उत्खनन भएको तथ्यहरूबाट यो कुरा आर्यहरूसँग सम्बद्ध नरहेको र मंगोल अर्थात् किराँतीहरूको सँग मेल खाने भन्ने कुरा त्यो पुरातत्वविदहरूको विश्लेषण छ। यस आधारमा पनि र हिन्दूहरूको विश्वास यो भूमि तपोभूमि, ज्ञान भूमि, ऋषिमुनिको भूमि भनेर मान्ने गरेका छन्। त्यसैले नवआगन्तुक आर्यहरूले आफ्नो सभ्यता, आफ्नो धर्म, हिन्दू धर्म भनिन्छ लाई यही आएर निर्माण गरे। कसरी निर्माण भयो त, के को आधारमा गरे होला नि त? यो पृथ्वी, यो सृष्टि चाहिँ हिन्दू धर्म अनुसार भगवान मनुले बनाएको भनिन्छ। यो मनुको नामकरण कसरी भयो? बान्तवा भाषाबाट मान्छेलाई मना भनिन्छ, मना। र पापापारो सृष्टिकर्ता पापापारुहाङ र मामा सुम्निमाले मानव रूपी धारण गरेर यो सृष्टि, यो पृथ्वी, यो थाम्फुक निर्माण गरेका हुन्, सिर्जना गरेका हुन् र जीव प्राणी सिर्जना गरेका हुन्। त्यही कथालाई सुनेर मनालाई मनु बनाएर उहाँहरूले कथा बनाएको, विश्वास गरेको हुनपर्छ भन्ने मेरो मान्यता छ। अब यो भूमिमा हिमवत खण्डमा आएका आर्यन समुदायले हिजोदेखि आज पनि नयाँ भूमिमा पुगिसकेपछि त्यो भूमि ढोक्ने, त्यो भूमिमा रहेका सीमे भूमि अवतारीहरूलाई पुकार गर्ने, हैन, इभेन जंगली देवीहरूलाई, इभेन खोला देवीहरूलाई पुकार गर्ने चलन छ। त्यसरी नै नवआगन्तकहरूले यहाँका किराँतहरूको आश्रय लिए, यहीँका किराँतका देवी देवताहरूको आश्रय लिए। तिनै कुरा किराँतीहरूको त एउटा अलिखित छ, मुद्दुम छ, लेख्नु हुँदैन भन्ने प्रचलन रहिआएको छ। तिनै अलिखित किराँती मिथक विश्वासका कथाहरूलाई उहाँहरूले पढ्न लेख्नमा माहिर नवआगन्तुक आर्यहरूले टिपोट गरे र कालान्तरमा त्यसलाई काल्पनिक कथा अर्थात् ट्विस्ट गरेर ब्रह्मा बनाए, विष्णु बनाए, शिव महादेव बनाए, पार्वती बनाए र तिनै उहाँहरूको कथामा देवताहरूको देवता महादेव चाहिँ किराँती हुन् भनेर मानेका छन्। यसर्थ हिन्दू आर्यहरूको सभ्यता, हिन्दू धर्म टोटल्ली अलिखित किराँतहरूको सुसभ्यता, सुसंस्कार संस्कृतिको आधारमा लेखिएको धर्म र सभ्यता हो र किराँतीहरूले मान्दै आएको अथवा हेच्छा कुवाको पालादेखि आउँदै गरेको असोज महिनामा मान्ने गरिएको टीका, पुर्खालाई अन्न पात चढाएर, मुकुमसिरी चढाएर लगाउने चलनलाई उनीहरूले नि आफ्नो चलन बनाए र कालान्तरमा रङको उत्पत्ति भइसकेपछि यसलाई कलर दिए। यद्यपि किराँतीहरूले आज पनि मुकुमसिरीकै रूपमा पछिल्लो चरणमा दहीमा अक्षता मुछेर टीका लगाउने चलन छ। यही कुरा उनीहरूले सिके। यसरी किराँतीहरूको आश्रयमा बस्दै जाँदा उनीहरूको जनसङ्ख्या भयो, उनीहरूले भूमि आर्जन गरे र कालान्तरमा राज्य सत्ता पनि कब्जा गर्न पुगे। राज्य सत्ता कब्जामा पुगिसकेपछि उनीहरूले किराँतीहरूको सभ्यतामा आधारित आर्यन सभ्यता धर्मलाई
आफ्नो राष्ट्रिय धर्म, राज्य सरकारको नीति बनाए र त्यसमा सबैले मान्नुपर्ने उर्दी जारी गरे होलान्। यसरी किराँतीहरूको जीवन पद्धतिमा आधारित दशैं हिन्दूहरूको पनि आर्यनहरूको नि दशैं हुन पुग्यो। रमाइलो कुरा, आश्चर्यजनक कुरा, 1 अरब भन्दा बेसी हिन्दूहरूमध्ये यही हिमवत खण्डमा रहेका 20-30 लाख 40-50 लाख हिन्दू आर्यहरू ब्राह्मण क्षेत्रीहरूले मात्र दशैं मान्दछन्, अरूले मान्दैन। त्यसैले पनि यो हिमवत खण्डमा किराँतीहरूको जीवन पद्धति संस्कृतिमा आधारित दशैं हो भन्ने कुरा मान्न पर्दछ र महादेव र पार्वती शिवलाई चाहिँ किराँती मान्नुको कारण पनि त्यही हो। हालै हाम्रा उखान टुक्के के अरे एमालेका कार्यकर्ताहरूका बा केपी शर्मा ओलीले कता हलेसीतिर यात्रा गर्दाखेरि महादेव अर्थात् शिवजी चाहिँ चामलिङ राई हुनुपर्छ भन्ने आधार गरेछ। त्यसमा म थप्ने गरेको छु, यो हिमवत घण्ट ऋषिमुनिको तपोभूमि, ज्ञान भूमिमा यहाँ भएका भगवानहरू महादेव र पार्वती मात्र नभएर ब्रह्मा, विष्णु, राम, लक्ष्मण यी सबै चाहिँ के अरे भगवानहरू स्वरूप, अवतार स्वरूप यी सबै किराँतीहरू हुन् भन्ने म दावा गर्छु। गणेश त पक्कै पनि माता पिताका आज्ञाकारी सन्तान त्यो किराँती नै हो। यति अजनको स्वभाव यति थिए जसले गर्दा बाउ महादेवसँग उनीहरूको लडाई पर्दाखेरि महादेव रिसाएर उसको टाउको काट्न पुग्छन्। त्यो त्यस बेलासम्म हैन गणेश आफ्नो छोरा हो भन्ने कुरा महादेवलाई थाहा हुँदैन। आमाले कराउँदा कराउँदै, पार्वतीले कराउँदा कराउँदै महादेवले आफ्नो छोरा गणेशको टाउको 2 टुक्रा बनाइदिन्छ। अब त्यो जीवित बनाउनु पर्यो भनेर पार्वतीको चाहिँ के अरे रोई कराई अनुरोधमा हात्तीको टाउको काटेर चाहिँ के अरे आफ्नो छोरा गणेशको जीवित बनाउँछ। यसरी गणेश आफ्नो आचरणबाट टोटली किराँत देखिन्छ। अब यसलाई यही छोडौं। यसरी किराँत के अरे पद्धतिमा आधारित दशैं कालान्तरमा हिन्दूहरूको, आर्यहरूको पनि दशैं हुन गयो। यसमा कुनै आपत्तिको कुरा भएन। किराँतीहरूले आफ्नो दशैं मान्दै आए, हिन्दूहरूले पनि यसलाई मान्यताले यसको समृद्धि भयो, यो सम्पन्न धर्म चाड भयो। अझ आर्यनहरू राज्य सत्तामा पुगेर राज्यको धर्मकै रूपमा, राज्यको चाडको रूपमा विकसित भयो। यसलाई खुसी नै मान्नुपर्छ। अब दशैं बहिष्कार कहिलेदेखि कसरी सुरु भयो त भन्ने कुरा प्रश्न पारौं, चिरफार गरौं। यो एउटा कुटिल षड्यन्त्र हो। दशैं बहिष्कार बुझ्नको लागि 3 चरणको कुटिल षड्यन्त्र बुझ्नुपर्छ। जस्तो पहिलो चरणमा 2007 सालसम्मको षड्यन्त्र चरण मान्नुपर्छ। त्यसबेला किराँत जन जसलाई राज्य सत्ता अथवा आर्यनहरूले मतवाली भने, शूद्र भने, महिला दलितहरूलाई शूद्र भने, लगायत आर्यनकै जनताहरूलाई पनि पढ्न लेख्नमा वञ्चित गरे। किन? राजा, राणा र दरबारका आसेपासेहरूले पढ्न हुने, नेपाली जनताका छोराहरूले किन पढ्न नहुने? यो कुरा त्यस बेलाका पिता पुर्खाहरूले प्रश्न उठाएनन्, बरु लुकी चोरी आफू पढे।
मेरा पिता पुर्खा धेरै किराँतीका पिता पुर्खाहरूले लुकेरै साक्षर भएको। मेरा बाजे गजमान राई, त्योभन्दा अगाडिको जङ्गवीर राई, मेरा हजुर बाजे जिजु बाजे दुवैजना साक्षर हुनुहुन्थ्यो। बाजेले, मेरा बाजे गजमानले मेरा बडा बाउ हस्तबहादुर राई र मेरो बुवा भुइँदल राईलाई साक्षर बनाउनु भयो, जबकि त्यो राणा शासनमा थियो। भने यसरी नेपाली जनतालाई पढ्न नहुने किन? त्यसको उत्तर म पछि आउँछु। अब दोस्रो चरण चाहिँ पञ्चायत व्यवस्था 7 सालदेखि आएर 7 सालमा त धमाधमी परिवर्तन भइसकेपछि स्कुल कलेज खुल्न थाल्यो। त्यसो भइसकेपछि त अब सबै किराँतीहरूले त पढ्न पाउने भए। आर्यनहरूकै शासकहरूकै भाषामा मतवाली, दलितहरूले पढ्न पाउने भए, शूद्रहरूले। त्यसपछि तानाबाना, षड्यन्त्रको तानाबाना बुनियो कि मनुस्मृति, गीता, महाभारत जस्ता धार्मिक ग्रन्थहरू पढ्नु हुँदैन भनेर मतवाली, महिला, शूद्रहरूले पढ्नु हुँदैन। जसले पढ्छ, मतवालीले जसले पढ्छ उसको जिब्रो काट्दिनु, शूद्रहरूको त आँखा फोडिदिनु भन्ने सम्मको कठोर नीति थियो। त्यसै त्यो कुरा थियो भने त्यो कुरा पञ्चायत कालभरि धृत शासक र चतुर कुटिल षड्यन्त्रकारी पण्डितहरूले यो देशका आदिवासी भूमिपुत्रहरूलाई गीता, वेद, महाभारत जस्ता ग्रन्थहरू पढ्न दिएनन्। यो दोस्रो चरण हो। अब तेस्रो चरणमा प्रवेश गरौँ। 2046 सालको चैत र 26 गते पञ्चायत ढलेपछि बहुदलको पुनर्स्थापना, प्रजातन्त्रको पुनर्स्थापना भयो। त्यसपछि एकाएक आदिवासी मूलका 3वटा पार्टी वैशाख महिनामै 47 सालको वैशाख महिनामै गठन हुन्छ। एउटा मङ्गोल अर्गनाइजेसन, गोपाल गुरुङ अध्यक्ष भएको, एकल अध्यक्ष भएको घोषणा हुन्छ। अर्को राष्ट्रिय जनजाति पार्टी, तत्कालीन खगेन्द्र जङ गुरुङ भर्खरै गत वर्ष बित्नुभयो, अध्यक्ष र महासचिव काजीमान कन्दङवा भएको राष्ट्रिय जनजाति पार्टी, र एमएस थापा मगर जो अहिले पनि जीवित हुनुहुन्छ, उहाँ अध्यक्ष र गोरेबहादुर खपाङ्गी महासचिव भएर राष्ट्रिय जनमुक्ति मोर्चा गठन हुन्छ। यिनै पार्टीहरूले, अब वैशाखमा खुलेको पार्टीहरूले राजनीतिमा आदिवासी जनजाति, गोपाल गुरुङको भाषामा मङ्गोलहरूको दमन, शोषण, उत्पीडन चाहिँ क्षेत्री बाहुनबाट को दमनले भएको भनेर धुवाँधार बाहुन क्षेत्रीको विरोध सुरु भयो, गर्न थाले र दसैँ आउँदा आउँदै दसैँ बहिष्कार गर्न सुरु गरियो। पञ्चायत कालसम्म अर्थात् चैत 46 साल चैत र 26 गतेसम्म स्वयं धूर्त शासक, निरङ्कुश शासक र चतुर पण्डितहरूले पढ्न नदिएका ती धर्म ग्रन्थहरू बाहुन पण्डितहरूको धर्म हो, यसलाई बहिष्कार गरौँ भनेर वेद, महाभारत, गीता, रामायण जस्ता धार्मिक शास्त्रहरू, हिन्दूका धार्मिक शास्त्रहरू चाहिँ बहिष्कार गर्ने आह्वान गोपाल गुरुङ, गोरेबहादुर खपाङ्गीहरूबाट हुन्छ। 48 साल नलाग्दै सुरेश आले मगर सहितले संस्कृतको विरोध गर्न थाल्छ र 2049 सालमा त संस्कृत भाषालाई अनिवार्य पाठ्यक्रमबाट हटाएरै छाड्ने काम हुन्छ। यो एउटा कुटिल षड्यन्त्र अन्तर्गत हुन गएको देखिन्छ। अब म यो तीनै चरणको कुरा म भन्छु। पहिलो चरणमा राजा, राणा र दरबारका आसेपासेले पढ्न हुने नेपाली जनताका छोराहरूलाई पढ्न नहुने कारण के थियो त? त्यस बेलाका पुर्खाहरूले प्रश्न उठाएनन्। मैले यो अध्ययनको क्रममा चिरफार गर्दाखेरि यदि नेपाली जनताका छोराहरू पढेमा उनीहरूको परिणाम दुईटा हुन्छ। एउटा, उनीहरू शिक्षित भइसकेपछि राज्य सत्ता, शासन प्रशासनमा ठाउँ खोज्छन्, ठाउँ दिनुपर्छ र आफ्ना छोराछोरी
आसेपासेको ठाउँ काटिन्छ भनेर। एक। दोस्रो कुरा, उनीहरूले शोषण गर्दै आएको, दमन गर्दै गएको कुरालाई विरोध गर्छन् भनेर। यही कुरा 7 सालसम्म जारी रह्यो। प्रजातन्त्रको आन्दोलनपछि ती शोषक सामन्ती निरङ्कुश राजाको एक प्रकारको अन्त भयो। त्यसपछि सुरु भयो स्कुल कलेजका धमाधम। त्यसपछि अर्को कुटिल चाल, हिन्दू धर्मशास्त्रहरू पढ्नु नहुने मतवाली अर्थात् आदिवासी अर्थात् मङ्गोलहरूले, शूद्रहरूले अर्थात् दलितहरूले। किन भन्दाखेरि त्यसमा भएका ज्ञान गुणका कुराहरू, कम्प्रेहेन्सिभ ज्ञानका कुराहरू, त्यहाँ भएका राज्य सत्ता सञ्चालन गर्ने र षड्यन्त्र गर्ने तत्त्व कुराहरू चाहिँ यी आदिवासीहरूले थाहा पाउँछन् भनेर नै यो कुरा ब्राह्मण क्षेत्रीले पढ्न हुने, आदिवासी जनजाति दलितहरूले पढ्न नहुने भनेर यो षड्यन्त्र गरिएको थियो भने त्यही धूर्त शासक र कुटिल चतुर पण्डितहरूले पढ्न नदिएको ग्रन्थहरू आपसे आप आफूलाई मङ्गोलका नेता भन्ने गोपाल गुरुङ, आदिवासी जनजातिका नेता हुँ भन्ने गोरेबहादुर खपाङ्गीको मुखबाट बहिष्कार गर्नु यो तिनै धूर्त शासक र चतुर पण्डितहरूको खेल षड्यन्त्र हो भन्ने कुरा स्वतः सिद्ध छ। र अब दसैँ बहिष्कार यस मानेमा पहिलो कुरा यसलाई इन्टाइप के गर्नुपर्छ भन्दाखेरि गीता, महाभारत, संस्कृत, रामायण यी ग्रन्थहरू लगायत दसैँ बहिष्कारको पछाडि के रह्यो त भन्दाखेरि अहिले अघि नै मैले भनिसकेको छु, हिन्दू धर्म आर्यन सभ्यता चाहिँ किराँत धर्म र सभ्यताको आधारमा बनेको हो। त्यसको ठोस प्रमाण, अकाट्य प्रमाण भनेको हिन्दूहरूको देवता महादेव अर्थात् शिव चाहिँ किराँती हुन् भनेर मान्नु हो। यो अकाट्य प्रमाण हो। भनेपछि यसरी किराँतहरूको सभ्यतामा आधारित हिन्दू धर्म ग्रन्थबाट चाहिँ हिन्दूहरूको विशुद्ध हो, यसबाट किराँतीहरूलाई मङ्गोलहरूलाई पन्छाउनु पर्छ। अनि मात्र यो विशुद्ध अर्ग्यानिक आर्यनहरूको धर्म संस्कृति हुन्छ भन्ने सोचका साथ, कुटिल षड्यन्त्रका साथ यो सुरु भयो। साथसाथै यो दसैँले आधुनिक युगमा भएका चाहिँ के अरे बुवा बाजे बजु, बुवा आमा, काका काकी, बडाबडी, मामा माइजू, सासू ससुराली मान्ने, अग्रजलाई मान्ने, सुसंस्कृत सभ्यताबाट विमुख बनाउने सन्तानहरूलाई पिता पुर्खा नमान्ने, पिता पुर्खाबाट आशीर्वाचनको जुन पितृपूजक किराँतीहरूको संस्कारलाई को जुन परम्परा यो दसैँले पनि थामी आएकोमा यसलाई ब्रेक गर्नलाई गरिएको यो दुई षड्यन्त्रबाट गरिएको र यो चाहिँ तत्कालीन 40 सालमा आइपुग्दा नै किन गरियो त भन्दाखेरि तत्कालीन जनआन्दोलनबाट आएका काङ्ग्रेसका नेताहरू त ब्राह्मण क्षेत्री थिए, तर उहाँहरूको मेजर शक्ति, डिफेक्टो शक्ति, निर्णायक शक्ति भनेको आदिवासीहरू थिए। यो देशका भूमिपुत्रहरू थिए। काठमाडौँका नेवार, पूर्वका किराँती, पश्चिमका गुरुङ मगर, मध्य भागका तामाङहरू थिए। प्रचुर बाल्य मात्रामा उपस्थिति। 7 सालको क्रान्ति हेरौँ भने पूर्वको जनमुक्ति सेनाको आन्दोलन बिना राणा शासन ढल्दैन थियो। त्यसरी नै पञ्चायतको आन्दोलन विरुद्धको आन्दोलन, त्यसरी नै काङ्ग्रेसमा प्रचुर आदिवासी भूमिपुत्रको उपस्थिति निर्णायक शक्ति थिए भने कम्युनिस्टको त आधार स्तम्भ नै यो देशका आदिवासी जनजाति दलित उत्पीडित थिए, वर्गहरू थिए। भनेपछि नेतृत्व वर्गमा ब्राह्मण आर्यहरू थिए भने दरबारले के देख्यो त अब कसरी आर्यन एकता गर्ने भन्ने क्रममा यी राजनैतिक पार्टी खडा गरिदिएर ब्राह्मण क्षेत्री विरुद्धमा राजनीति गराएर सँगसँगै दसैँ
हिन्दूहरूको धर्मग्रन्थ पढ्न नदिने बहिष्कार गर्ने, संस्कृत बहिष्कार गर्ने कुटिल षड्यन्त्र गरियो। त्यसैले दशैं बहिष्कार एउटा कुटिल षड्यन्त्र हो भन्ने निष्कर्ष मेरो यो 30 वर्षको अध्ययन 2046 सालको 47 सालबाट त दशैं बहिष्कार गर्ने मान्छेमा म पनि परेँ। त्यस बेला त्यो 47 सालको दशैंमा मेरो स्वर्गीय आमासँग ठुलो मतभेद भयो। आमा दुखी हुनुभयो। 48 साल साउन 31 गते मेरो आमा स्वर्गीय जनक माया राईको परलोक भयो। त्यो वर्ष चाडबाड मान्ने कुरा भएन। 2039 सालमा 49 सालमा दशैं आउनु 1.5 महिना बाँकी हुँदा गोपाल गुरुङको 4 पेज 4 फोल्डको पर्चा फेला पर्यो। त्यो पर्चामा हामी मंगोलहरू रावण, शुम्भ, निशुम्भ, महिषासुर जस्ता राक्षसका सन्तान हौ। हाम्रा पुर्खा राक्षसहरूलाई बाहुनहरूको शक्तिको स्वरूप देवी दुर्गा भगवतीले हत्या गरेको हुनाले हामी दशैं बहिष्कार गरौँ भनेर लेखिएको थियो। त्यसलाई मैले तत्काल खण्डन गरेर 2049 देखि मैले फेरि बहिष्कार गरेको दशैं मान्न थाले र परन्तु दशैं मान्दै आएको छु र हरेक दशैं समयमा आउँदाखेरि दशैं बहिष्कारवादी अचेतमा रहेका, अर्धचेतमा रहेका मेरा आफ्नै आदिवासी मंगोल दाजुभाइहरूसँग ठुवाबाजी पर्ने गरेको छ र गाली गलौज खाने गरेको छ र यो मेरो अध्ययन निरन्तर जारी थियो र यसलाई करिब करिब मैले टुङ्गोमा पुर्याएको छु। अब दशैं बहिष्कारवादी गोपाल गुरुङदेखि लिएर हालसम्मका जीवन मंगोल, हाम्रा यो के मगर सम्मको कुरा आउँदाखेरि भाइ बहिनीहरूले हिजोको गोपाल गुरुङले सारेका तर्कहरू के हुन् त? पहिलो नम्बरमा अघि भनिहाले, राक्षसका सन्तान। किराँतीहरू राक्षसका सन्तान होइन, पापा पारुहाङ र मामा सुम्निमाका सन्तान हुन्। यिनै पापा पारुहाङ र मामा सुम्निमा सृष्टिकर्तालाई हिन्दूहरूले आफ्नो बनाएर शिव र पार्वती बनाएर लगेका छन्। हामी यसरी शक्ति, माङको शक्ति सृष्टिकर्ता पारुहाङ र सुम्निमाका सन्तान हौ, हामी राक्षसका सन्तान होइन। त्यो तर्क स्वत खण्डित छ। दोस्रो तर्क, त्यसपछि यो मैले त विरोध गरेँ, त्यसपछि आम दशैं बहिष्कर्ताहरूले पनि यो त अति भएन भनेर गोपाल गुरुङलाई भन्न थालिसकेपछि गोपाल गुरुङले अर्को तर्क सारे। गोर्खा राज्यको राजा मानसिंह खड्का मगरलाई खुख षड्यन्त्रपूर्वक गेडेर उसको रगतको टीका हो, रगतमा चामल मुछेर आफ्ना सिपाहीहरूलाई लगाइदिएर टीका सुरु भएको भन्ने तर्क सारे। यो आफैमा यो तर्क हास्यास्पद छ। यदि त्यसो हो भने पराजित गरेको त्यो शत्रुको रगतमा टीका लगाउने चाहिँ काम त त्यो बहुलठीपन हो नि। त्यो कसरी हुन्छ? त्यो तर्क आफै हास्यास्पद छ। त्यो तर्क आफैमा पटमूर्ख तर्क हो। जहाँसम्म गोर्खा राज्यको द्रव्य शाहको कुरा छ, द्रव्य शाहले त्यो लिग्लिकोटमा जुन वसन्त पञ्चमीको समयमा एउटा तल खोलाको बगरदेखि दौडेर जो लिग्लिकोटमा पहिले पुग्थे, त्यो 1 वर्षको लागि राजा हुने चलन थियो। त्यसमा सहभागी भएर लमजुङका कान्छा राजकुमार द्रव्य शाह त्यही गुरुङ मगर ठकुरीहरूको सहयोगमा भाग लिएर चाहिँ के अरे त्यो आफू पहिले पुगेको, त्यहाँ भनिन्छ त्यहाँ षड्यन्त्रपूर्वक एउटा लाई तलबाट कुदायो। द्रव्य शाह चाहिँ माथि 20 भागमा लुकेर बसेर ऊ दौडेर पुगेर बिना रक्तपात राजा भएको इतिहास छ। यदि त्यसपछि कुनै राजालाई मार्यो, त्यहाँ गल्याङकोट
के दुई चारवटा अर्को राजाहरू जोडिसकेपछि त्यो राज्यको नाम गोर्खा बनाएको छ। इतिहास पढ्नु होला। भनेपछि यो कुनै राजालाई मार्यो अरे द्रव्यशाहले, त्यसपछि भने मार्यो भने पनि त्यो रगतको टीका पक्कै लगाएन र दशैं त्यसबाट सुरु भएकै होइन। यसको पनि आफै हास्यास्पद तर्क आइसकेपछि तेस्रो तर्क बहिष्कारवादीहरूले के भन्थे, यो चाहिँ राणाहरूले जबरजस्ती दशैं मान्न लगाए। तेस्रो तर्क चाहिँ पृथ्वीनारायण शाहले किराँतीहरूको पुर्खाहरूलाई मारेर त्यही रगतको टीका लगाउँदै दशैं मान्न लगाएको भन्ने तर्क आयो। फेरि पनि म भन्छु, लडाईँको दौरानमा किराँती पुर्खाहरू जो राजा थिए मारिए, जो राजाका सेनाहरू मारिए, तर त्यहाँका जनताहरू जो सैनिक थिएनन्, जो आफू राजा खलक हुँदाहुँदै राज्यका सन्तान हुँदाहुँदै पनि आफू सर्वसाधारण भएको कुरा देखाएर नयाँ विजेता राज्यको आफ्नो शासन कमान स्वीकार गरे, तिनीहरूले बसोबास गर्न त्यही पाए। रैतीको चाहिँ के अरे जनताको पिछा नयाँ राजाको पिछा पाए र तत्तत ठाउँमा राज्यको आंशिक अधिकार राईहरूलाई जिम्मेदारी प्रथा, जिम्मावाल प्रथा, लिम्बू भनिएका किराँतहरूलाई किपट प्रथा दिएर राज्यको अधिकार दिएर छोडेका छन्। त्यो हिजो अस्तिसम्म जारी छ र आज हाम्रो उपस्थिति हुनु पनि सबै किराँतीका सन्तानहरूलाई पृथ्वीनारायण शाहले मारेका भन्ने कुरा सदर हुँदैन। लडाईँमा मारियो होला। हिजोको दिनमा पृथ्वीनारायण शाहको अभियान जस्तै कुनै दूरदर्शी चक्रवर्ती किराँत राजाले पनि किराँत राज्य विस्तार गरेको भएदेखि पनि शत्रु राष्ट्रका राजा र सैनिकहरूलाई मार्ने थिए। आजको लडाईँमा पनि मारिएका छन्। हिजो अस्ति मात्रै भदौ 23 र 24 गते मात्र हाम्रा सन्तान, छोराछोरी, नाता नातिनीको उमेरका मान्छे तत्कालीन नेपाल सरकारका प्रमुख केपी शर्मा ओलीको आदेशबाट 72 जनाको हत्या गरेका छन्। राज्य सत्ता निरङ्कुश हुन्छ, त्यसरी हत्या हुन्छ। हत्या गरेर त्यसको रगतले टीका लगाएको भन्ने चाहिँ जुन कुरा हो, त्यो आफैमा दिग्भ्रमित छ, आफैमा हास्यास्पद छ। चौथो तर्क, राणा प्रधानमन्त्रीहरूले जबरजस्ती दशैं मान्न लगाए। धनकोटाका रामली, हाङ र रिदिमालाई दशैं नमानेको उसमा मारेर झुन्डाएर मारेको र दशैं मान्न लगाएको भन्ने तर्कले दशैं बहिष्कार गरौँ भन्ने कुरा छ। मारिए होलान्। प्रत्येक राज्य सत्ता रेजिम चेन्ज हुँदा त्यो रेजिमको विरोध गर्ने क्रान्तिकारी मारिएका छन्। रेजिम चेन्ज गरेको विरोधीहरू, नमान्ने, आदेश नमान्ने मान्छेहरू मारिएका छन्। पछिल्लो चरणमा राणा शासन विरुद्धमा लडेका 4 शहीद सुग्रराज शास्त्री, दशरथ चन्द धर्मपक्तहरू मारिएका होइन। गङ्गालाल पञ्चायतले कतिजना मार्यो, जनयुद्ध जनआन्दोलनमा दुई तर्फबाट कति मान्छे मारिए। त्यस्तो हुन्छ। त्यो भन्नु नै आज दशैं बहिष्कार गर्नु भन्ने तुक होइन। दशैं बहिष्कारको पछाडिको तर्क अघि नै बहिष्कारको 3 चरण मैले भनिसकेका छु। मैले त्यो तेस्रो चरणमा विशुद्ध किराँत सभ्यतामा आधारित आर्यन हिन्दू धर्म र संस्कार संस्कृतिलाई विशुद्ध बनाउनको लागि यो बहिष्कार गर्न लगाइएको हो। यो बहिष्कार सँगसँगै किराँतीहरूको पितृ पूजनलाई विकृत रूप अर्थात् यसलाई ब्रेक गर्ने हो। किनकि परलोक भइसकेकाहरूलाई माङ सुक्तुलुङमा पूजा हुन्छ। जीवितहरूलाई दशैंको समयमा कुटुम्बगत भइसकेको चेलीहरू, ती चेलीका सन्तानहरू, भान्जा भान्जीहरू
मामा मावाली गएर ससुराली गएर कुटुम्बहरूले मान्ने जुन एउटा पितृ जिउँदो पितृहरू पुर्खाहरूको मान्ने पद्धतिमा आधारित दसैँलाई को ब्रेक गर्नलाई पारिवारिक एकता बनाएर पुनः किराँतीहरू त असभ्य हुन्, यिनीहरू जङ्गली हुन्, यिनीहरूको सभ्यता छैन भन्ने एउटा कुटिल षड्यन्त्रको रूपमा यो दसैँ बहिष्कार आएको हो भन्ने मेरो अध्ययनको निष्कर्ष हो। यो किराँत मिथ जनविश्वास रैछाकुले हेच्छाकुवा तावामा खिवामा चामलिङ राईहरूले तयामा खियामा भन्छ। तत्कालीन 32 म भन्छु 36 भाषी किराँतहरू हाल 26 वटा भाषा छ। ती भाषाहरूमा आफ्नो आफ्नो नाम छ आफ्नो सृष्टिकर्ताको। तिनै सृष्टिकर्ताको पूजा आजा गरेर पितृ परलोक भएका पितृहरू मागमा जीवित पिता पुर्खाहरूको सम्मान र उहाँहरूबाट पाउने आशीर्वाचन चाहिँ दसैँ हो। यो किराँत मिथ जनविश्वासमा आधारित बाट अध्ययन र मेरो आफ्नो विश्वासमा आधारित छ। यति भन्दै यो लामो दसैँ बहिष्कारको टुङ्गो मैले पार गरेँ। अचेतन अवस्थामा रहनुभएका भूमिपुत्र आदिवासी भाइ बहिनी भतिजा भतिजीहरू अब युटर्न लिनुहोस्, दसैँ मान्न थाल्नुहोस्। दसैँ मान्नु भनेको दसैँ बहिष्कार भनेको बाबुआमाको आशीर्वाद बाबुआमालाई मान्न बहिष्कार गर्नु हो, मामा माइजू बहिष्कार गर्नु हो, सासू ससुरा मान्न बहिष्कार गर्नु हो र दसैँ मान्नु भनेको पितृपूजनको निरन्तरता जीवित पिता पुर्खा जो भगवानको रूपमा हामी मान्छौँ किराँतीहरूले आफ्ना जीवनदाताहरूलाई अग्रजहरूलाई त्यो मान्ने परम्परा हो। यो विशुद्ध किराँत सभ्यता आदिम किराँती सभ्यताको कन्टिन्युटीको रूपमा आएको दसैँ आजदेखि मानौँ। बडा दसैँ हाल अब यो दसैँ सुरुमा किराँतीहरूको थियो, हाल आएर आम नेपालीहरूको राष्ट्रिय चाड महान चाड भएको छ। आम नेपालीहरूको महान चाड विजयदशमी सँगसँगै आउने दीपावली तिहार किराँत राजा बलिहाङको कथामा आधारित, त्यसपछि नेपाल सम्वत तराईमा मान्ने छठ पर्वहरू समेतको समस्त चाडपर्वहरूको एकमुष्ट हार्दिक मङ्गलमय शुभकामना टक्राउँछु। जय होस्।